हेलो एभ्रिवान आज हामी क्लास 9 को फ्याक्टराइजेसन को एक्सरसाइज 9.1 को सेकेन्ड पार्टमा छौं जसको सेकेन्ड पार्टमा चाहिँ हामी क्वेशन नम्बर 2 सल्भ गर्दै छौं क्वेशन नम्बर 2 मा फ्याक्टराइज छ हामीसँग फ्याक्टराइज को a भन्छ x² + 4x + 3 छ हामीसँग यो फ्याक्टराइजेसन भनेको चाहिँ हामीले 3 टर्म्सलाई 4 टर्म्स बनाउने क्रममा छ यहाँ हामीसँग पहिला हामीले के गर्छौं भने COFF युज गर्छौं हैन हामी पहिला कमन तान्छौं कमन पनि आएन मिलेन भन्यो भने त्यसपछि फर्मुला पनि मिलेन भने चाहिँ फ्याक्टराइज अनि त्यसपछि फेरि कमन तान्छौं अब हामीसँग यसो हेर्दाखेरि यसबाट कमन आउँदैन कमन आएपछि हामीले के गर्छौं भन्दाखेरि यसलाई फ्याक्टराइज फर्मुला लान्छौं फर्मुला a² + 2ab + b² स्क्वायरमा जाँदैन क्युबमा जाँदैन अब फ्याक्टराइज गर्छौं फ्याक्टराइज गर्दाखेरि के गर्नु पर्यो भने 3 टर्म्स छ 3 टर्म्सलाई मिड टर्म ब्रेक गर्ने भन्छौं हामी अब यसलाई ब्रेक गर्दाखेरि हामी क्याल्कुलेटर युज गर्न पाउँछौं जस्तै क्याल्कुलेटर युज गर्दाखेरि हामीसँग मोड जस्तै 1 मा COMPLX छ STAT छ बेस n भन्ने छ र EQ छ EQ भने यो इक्वेसन हो हामी 5 मा जान्छौं इक्वेसन अनि 1 2 3 मा छ हामीसँग x² + bx + c = 0 फर्ममा जान्छ है 3 दिन्छौं अब थिचेपछि यहाँ के हुन्छ 1 हुन्छ 1 अब b मा जान्छ है b भनेको यो +4 अनि यहाँ +3 छ भने चाहिँ +3 गर्छौं र हाम्रो दुईटा नम्बर के भन्दाखेरि एउटा -1 आयो अर्को -3 आयो अब यो माइनस हेर्दैनौं के हामीलाई चाहिएको नम्बर दुईटा एउटा 1 रहेछ एउटा 3 रहेछ भन्ने हुन्छ अब यो चाहिँ कसरी थाहा हुन्छ भन्दाखेरि हामीले यसरी हानिहाल्यौं हैन 1 र 3 रहेछ भन्ने हो यदि यहाँ अगाडि कोएफिसिएन्ट छ भने छुट्टै हुन्छ है फेरि कोएफिसिएन्ट रहेछ भने कोएफिसिएन्टले मल्टिप्लाई गर्नुपर्छ अहिले हामीसँग कोएफिसिएन्ट छैन भने चाहिँ हाम्रो दुईटा नम्बर के रहेछ भने 1 र 3 रहेछ भन्ने भयो त्यसपछि x² को x² भयो यो प्लस को प्लस अनि त्यसपछि ब्र्याकेट अनि हामीसँग के छ भन्दाखेरि 1 र 3 छ भने चाहिँ 3x + x अनि बिचमा x हुन्छ हामीले यसरी नै राख्दियौ हैन कसैले x यो बाहिर राखिरहन्छ x यसरी राख्न पनि पाइयो 1 र 3 + 1 गर्दाखेरि यसरी गर्न पनि पाइयो +3 एउटा यो स्टेप गर्न पाइयो अर्को के गर्न पाइन्छ भन्दाखेरि x² + 3 + 1 भनेको 4 भयो र x + 3 भयो हामीले यसरी गर्न पनि पाइन्छ यसरी राखेर गर्न पनि पाइन्छ त डाइरेक्ट अब हामीले यसरी राखेर गर्यौं भने चाहिँ यसमा फेरि के गर्नु पर्यो x² ++ 3 * x 3x र ++ x * 1 भनेको x + 3 यसरी चाहिँ x² र 3x मा के कमन आउँछ x कमन आयो त्यसपछि x² मा x कमन आएपछि x बाँकी रह्यो प्लस 3x मा x कमन आएपछि 3 बाँकी रह्यो यो दुईटामा त केही कमन छैन भने चाहिँ केही कमन छैन भने चाहिँ 1 कमन आउँछ +1 भने चाहिँ x + 3 x + 3 र x + 3 मा x + 3 भयो त्यसपछि x + 1 यसरी हामीले 3 टर्म्सलाई 4 टर्म्समा ब्रेक डाउन गर्छौं a को भयो त्यसैगरी हामीसँग b मा छ b मा के छ भन्दाखेरि x² - 7x - 8 x² - 7 भने चाहिँ हामीले अब हामीसँग यो छ भने चाहिँ x² भने चाहिँ 1 - 7 अनि -8 हामीलाई दुईटा नम्बर चाहिएको एउटा 8 भयो एउटा 1 भयो 8 र 1 छ हामीसँग अब 7 चाहियो हामीलाई बिचमा चाहिँ x² माइनस को माइनस अब 8 - 1 किनकि हामीलाई 7 चाहिएको छ x - 8 अनि चाहिँ x² माइनस प्लस माइनस x * 8 8x माइनस माइनस प्लस 1 * x 1x और x -8 अब फर्स्ट र सेकेन्डमा के कमन आयो x कमन आयो त्यसपछि के बाँकी रहन्छ x - 8 अनि प्लस र माइनसमा प्लस कमन आयो अनि हामीसँग केही कमन छैन 1 भयो अनि चाहिँ x - 8 अनि चाहिँ हाम्रो x - 8 x - 8 मा x - 8 भयो के बाँकी रह्यो x + 1 बाँकी भयो त्यसैगरी b मा यो भयो अब c मा हामीसँग a² - 27a + 180 चाहिँ अब हामीलाई त दुईटा नम्बर चाहियो दुईटा नम्बर हामीले कसरी निकाल्ने भयो हामीसँग यहाँ छ अनि चाहिँ a मा a² को भने चाहिँ 1 हान्यौं त्यसपछि -27 त्यसपछि +180 15 र 12 15 र 12 आयो भने चाहिँ अब हामीलाई कति चाहियो 27 भने चाहिँ a² -
अनि 15 प्लस 12 जहिले पनि ठुलो नम्बर अगाडि राख्ने यो ए सानो राख्दा पनि मिल्छ तर हामीले धेरै अगाडि ठुलो राखिरहने हामीले प्लस माइनस मिलेर हुन्छ कि त्यही भएर त्यो सोचिरहनु पर्यो नि ठुलो नम्बरलाई अगाडि राख्दै हुन्छ जस्तै इज इक्वल्स टु ए स्क्वायर प्लस माइनस माइनस 15 इन्टु ए 15a माइनस प्लस माइनस 12 इन्टु ए 12a प्लस 180 हुन्छ यो दुईटाबाट ए कमन आयो हुन्छ ए बाँकी रह्यो माइनस ए 15 जा 15 माइनस प्लस र माइनसमा माइनस कमन आयो अब 12 र 180 मा कति कमन आउँछ 12 कमन आउँछ कि हुन्छ हाम्रो 1 भयो 180 लाई 12 ले डिभाइड जाँदो रहेछ भनेपछि 12 कमन आयो सो 12 इन्टु ए भनेको 12 माइनस कमन आएपछि माइनस माइनस प्लस अनि 12 15 जा 180 यो र यो सेम आयो भने चाहिँ हामीसँग ए माइनस 15 अनि के बाँकी रह्यो ए माइनस 12 ए माइनस 15 ए माइनस 12 हामीसँग यस्तो हुने भयो त्यसपछि हामीसँग डी नम्बर डीमा हामीसँग के छ भन्दाखेरि 2x स्क्वायर प्लस 7x प्लस 6 छ भने 2x स्क्वायर प्लस 7x प्लस 6 छ भने चाहिँ हामीले 2x स्क्वायर प्लस अब हामीले 3 टर्म्सलाई बनाउनलाई नम्बर चाहियो भने चाहिँ अघि कोएफिसिएन्ट थिएन अहिले छ भने चाहिँ 2 हाल्ने त्यसपछि प्लस 7 त्यसपछि प्लस 6 गर्दाखेरि हामीलाई नम्बर के आयो भने 3/2 आयो एउटा है यो बुझौँ है 3/2 अनि अर्को नम्बर भनेको 2 आयो साइनमा मतलब नगरौँ यो यसरी बाई आयो या आएन कुनैमा आउन सक्छ कुनैमा नआउन सक्छ यदि आयो भने त थाहा भइहाल्यो इन केस आएन भने पनि हामीले के हेर्नु पर्यो नि यो अगाडिको कोएफिसिएन्ट हेर्ने क्या यो अगाडिको कोएफिसिएन्ट दिएको छ भने आएको एन्सरलाई 2 ले मल्टिप्लाई गर्ने यहाँ जति कोएफिसिएन्ट छ त्यसले मल्टिप्लाई गर्ने यसलाई मल्टिप्लाई गर्दा 2 2 काट्यो यहाँ 3 आयो 2 2 जा 4 हुन्छ दुईटा नम्बर चाहिँ यो हो कि हाम्रो 3 र 4 है त यहाँ अघि नै चाहिँ हाम्रो कोएफिसिएन्ट थिएन एबीसी मा त्यही भएर हामीले डाइरेक्ट नम्बर राख्यौं अब अहिले चाहिँ हाम्रो अगाडि जति कोएफिसिएन्ट छ यहाँ एन्सर आएकोलाई त्यसलाई कोएफिसिएन्टले मल्टिप्लाई गर्ने अनि त्यसपछि त्यो दुईटा नम्बर चाहिँ राख्ने भनेपछि अब हाम्रो कति आउने भयो भन्दाखेरि 3 र 4 छ भने चाहिँ ठुलो नम्बर अगाडि राख्ने भने चाहिँ हामीले 4 + 3x + 6 हैन भने चाहिँ अब के हुने भयो हाम्रो 2x स्क्वायर प्लस 4 into x 4x plus 3 into x 3x plus 6 2x square plus 4x में 2 र 4 में 2 कमन आयो x square र x में x कमन आयो जैसे के बाँकी रह्यो x plus 2 वर्जा 4 2 2 जा x में x आइसक्यो प्लस 3x र 6 में 3 कमन आयो र x plus 3 वर्जा 6 3 2 जा x plus 2 में x plus 2 भयो र 2x plus 3 में 2x plus 3 x plus 2 2x plus 3 भइहाल्यो d मा ल हामीले यो चाहिँ 3 टर्म्सलाई 4 टर्म्स ब्रेक डाउन गर्दा यसरी बुझौँ त्यसपछि हामीसँग e मा छ अब e मा हामीसँग 3p स्क्वायर माइनस 7p माइनस 6 अनि चाहिँ हाम्रो 3p स्क्वायर माइनस अनि हाम्रो कोएफिसिएन्टमा हेर्दाखेरि 3 minus 7 minus 6 गर्दाखेरि 3 आयो अर्को भनेको 2/3 आयो 3 ले मल्टिप्लाई गर्नु पर्यो 3 3 जा 9 एउटा अनि यो 3 3 काट्यो भने चाहिँ 2 अनि चाहिँ 9 र 2 आउँदो रहेछ अनि चाहिँ 9 र 2 हामीले त 7 चाहियो भने चाहिँ 9 minus 2 अनि p को p minus 6 अनि चाहिँ हामी 3p स्क्वायर minus plus minus 9p minus minus plus 2 into p 2p minus 6 अनि चाहिँ 3p स्क्वायर minus 9p मा हाम्रो के कमन आयो 3p कमन आयो 3 र 9 मा 3 कमन आयो p स्क्वायर र p मा p कमन आयो अनि चाहिँ p बाँकी रह्यो अनि चाहिँ प्लस माइनस माइनस 3 3 जा 9 p को p भइहाल्यो प्लस माइनसमा प्लस कमन आयो 2 र 6 मा 2 कमन आयो के बाँकी रहन्छ 2p मा 2 कमन आएपछि p बाँकी रह्यो प्लस माइनस माइनस 2 वर्जा 6 2 3 जा 6 अनि चाहिँ p minus 3 मा p minus 3 भयो अनि चाहिँ अब के बाँकी रह्यो 3p plus 2
f number 2x square plus 3xy minus 5y square हो हामीसँग 2x square भयो प्लस अब हामीलाई के चाहियो दुईटा नम्बर चाहियो हामीसँग यो भइहाल्थ्यो अनि 2 गर्यौं इजिकल सरी 2 अनि प्लस 3 अनि माइनस 5 दुईटा नम्बर एउटा 1 आयो अर्को कति आयो 5/2 एउटा 1 1 लाई 2 ले मल्टिप्लाई गर्दा 2 आयो 5/2 लाई 2 ले गर्दाखेरि 2 2 काट्यो 5 अनि 5 र 2 अनि हामीलाई त 3 चाहियो अनि 5 minus 2 र xy को xy minus 5y square हैन 5y square मा यसरी हुने भयो त्यसपछि 2x square plus 5xy minus 2xy minus 5y square यो दुईटामा के कमन आयो x कमन आयो किन नम्बर त कमन आउँदैन अनि 2x square मा 2x बाँकी रह्यो प्लस x कमन आइसकेपछि 5y प्लस माइनस माइनस में माइनस कमन आयो y कमन आयो के बाँकी रह्यो 2x plus 5y 2x plus 5y र के बाँकी रह्यो x minus y f मा त्यसै हामीसँग g मा के छ 3a square minus 16ab plus 13b square अनि हामीसँग 3 टर्म्स मा 3 minus 16 plus 13 गर्दाखेरि 13/3 एउटा 13/3 अनि 3 काट्यो 13 रहेछ एउटा अनि एउटा 1 छ भने 3 ले मल्टिप्लाई 13 र 3 रहेछ अनि 3a स्क्वायर minus 13 र 3 रहेछ भनेपछि हामीसँग 16 चाहियो भने 13 plus 3 ab को ab plus 13b square अनि के आउने भयो 13a square minus 13ab minus plus minus 3ab plus 13b square अनि अब यो दुईटामा कमन के आउने भयो a मात्रै आउने भयो त्यसपछि 3a square मा 3 बाँकी रह्यो a square मा a आयो a बाँकी रह्यो minus 13 बाँकी रह्यो a आइसक्यो b बाँकी प्लस र माइनस में माइनस कमन आयो 3ab र 13b square मा b कमन आयो त्यसपछि 3a बाँकी रह्यो प्लस माइनस मा प्लस माइनस 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 प्लस b मा b कमन आइसकेपछि 13b बाँकी अनि हाम्रो के बाँकी रह्यो 3a minus 13b त्यसपछि a minus b बाँकी रह्यो अब h नम्बरमा 9a cube bx plus 12a square b square x minus 5ab cube x यो क्वेशनमा चाहिँ हामीसँग यसो हेर्दाखेरि 9 12 5 मा केही कमन आउँदैन a cube a square र तीनटैमा a रहेछ भने चाहिँ सबभन्दा सानो लिने क्यूब स्क्वायर र a छ भने चाहिँ a कमन आयो त्यसपछि b square र b cube मा b आयो x र x मा x आयो तीनटैबाट अघि नै हामीसँग g सम्म गरेकोमा कमन थिएन तर यसमा चाहिँ कमन छ भने चाहिँ a b x कमन आयो अब के बाँकी रह्यो 9 a क्यूब मा a आइसक्यो a स्क्वायर b मा b आइसक्यो भयो x मा x आयो भयो प्लस 12 नम्बर केही नै आएन a स्क्वायर मा a आयो a बाँकी रह्यो b स्क्वायर मा b आयो b बाँकी रह्यो x मा x आयो भइहाल्यो माइनस 5 a मा a आइसक्यो भइसक्यो b क्यूब मा b आयो भने b स्क्वायर बाँकी रह्यो x मा x आयो भइहाल्यो अब बल्ल यसलाई चाहिँ हामीले चेन्ज गर्ने 3 टर्म्सलाई 4 टर्म्समा हुन्छ हामीसँग के भयो b ab x एज इट इज राख्ने र हामीसँग 9a स्क्वायर प्लस अब यसलाई ब्रेकडाउन गर्दाखेरि हामीसँग के हुन्छ भन्दाखेरि 9 प्लस 12 अनि माइनस 5 गर्दाखेरि हामीसँग 1/3 एउटा 5/3 3 3 काट्यो भनेपछि 1/3 मा 1 आयो 5/3 मा 5 आयो भने 5 र हाम्रो 9 हो हामीसँग हुन्छ हामीसँग 5/3 into 9 1/3 into 9 अनि 3 3 जा 3 1 जा 3 3 जा अनि 3 र 15 5 3 जा 15 अनि 15 र 3 आयो भने चाहिँ हामीलाई त 12 चाहियो भने चाहिँ 15 minus 3 ab
minus 5b square curly bracket, and see abx as it is vacillative curly bracket 9a square plus 15ab minus 3ab minus 5b square curly bracket, and see abx 9 र 15 मा हाम्रो 3 कमन आयो र a स्क्वायर र a मा a कमन आयो, बाँकी रह्यो 3 3 जा 9 a स्क्वायर मा a कमन आइसकेपछि a बाँकी रह्यो, भनेपछि प्लस 3 5 जा 15 a मा a आयो b बाँकी रह्यो, भनेपछि माइनस कमन आयो 3ab र b स्क्वायर मा b कमन आयो र माइनस b कमन आयो, भनेपछि b कमन आएपछि 3 a बाँकी रह्यो अनि माइनस कमन आएपछि माइनस प्लस माइनस b कमन आएपछि 5b बाँकी रह्यो, यसमा ब्रेक क्लोज कर्ली ब्राकेट क्लोज abx त्यो पछि 3a प्लस 5b मा 3a प्लस 5b and 3a minus b मा 3a minus b h नम्बरको एन्सर यो भयो। त्यसैगरी हामीसँग अब के छ भन्दाखेरि आई नम्बरमा 12a स्क्वायर b स्क्वायर त्यसपछि प्लस ab माइनस 20 छ। अब हामीले मल्टिप्लाई गर्दाखेरि 12 इन्टु 20 मा आउने हो, जस्तै हामीले यसलाई चाहिँ a मात्रै मानेर यसलाई 1 मात्रै मानेर गर्दाखेरि पनि भइहाल्यो, अनि हामीसँग कति हुन्छ 12 अनि बिचमा हामीसँग 1 छ प्लस 1 अनि माइनस 20 गर्दाखेरि हामीसँग के आयो 5/4 एउटा अर्को कति आउँछ 4/3, अनि हामीले त 12 ले मल्टिप्लाई गर्ने हो 12 इन्टु 12 4 1 जा 4 3 जा 3 1 जा 3 4 जा 5 3 जा 15 रहेछ, अर्को कति रहेछ 4 4 जा 16, अनि त हामीले 16 र 12a स्क्वायर b स्क्वायर प्लस 16 माइनस 15 अनि a/b माइनस 20 यसरी राख्न पाइहाल्यो यो। अनि अब हामीले के गर्ने भयौँ 12a स्क्वायर b स्क्वायर प्लस 16a/b प्लस माइनस 15a/b माइनस 20, अब के कमन आउने भयो 16 र 12 मा 4 कमन आउने भयो अनि a स्क्वायर र a मा a बाई b स्क्वायर र b मा b, अनि 4 3 जा 12 अनि यहाँ a/b बाँकी रह्यो प्लस 4 4 जा 16 ab मा ab आइसक्यो माइनस 15 र 20 मा 5 कमन अनि 3a/b अनि माइनस प्लस माइनस 5 4 जा 20 हैन, माइनस र प्लसमा माइनस कमन आयो 5 4 जा 20, अनि अब हामीसँग के भयो 3a/b प्लस 4 यो दुईटामा एउटा आयो, अब के बाँकी रह्यो हुन्छ 4a/b माइनस 5 बाँकी रह्यो। अनि हामीले आई नम्बर यसरी सल्भ गऱ्यौँ। अब जे नम्बर हामीसँग जे नम्बरमा x स्क्वायर बाई y स्क्वायर माइनस 2 माइनस 3y स्क्वायर बाई x स्क्वायर, जस्तै हामीसँग यहाँ x स्क्वायर y स्क्वायर छ, यहाँ y स्क्वायर x स्क्वायर छ हैन। अब हामीले यसमा चाहिँ के राख्नुपर्ने हुन्छ भन्दाखेरि हामीसँग त बिचमा केही पनि छैन भेरिएबल, अनि चाहिँ x/y y/x पनि राख्नुपर्ने हुन्छ क्या हामीलाई। अनि चाहिँ यसमा गर्दाखेरि चाहिँ हामीले कसरी गर्छौँ भन्दाखेरि x स्क्वायर बाई y स्क्वायर माइनस, अब यो 2 लाई के लेख्न पाइन्छ भन्दाखेरि x/y डट y/x लेख्न पाइयो नि त हैन। x स्क्वायर y स्क्वायरको यो भयो y/x को भयो, यो यसलाई त x काट्यो y यो 2 नै आउँछ, अनि माइनस 3y स्क्वायर बाई x स्क्वायर, यो चाहिँ हाम्रो यो टर्ममा 1 छ। अब हामीले यहाँ 1 छ यहाँ 2 छ यहाँ 3 छ भने चाहिँ हामीले त्यो अनुसार गर्न पायौँ, जस्तै 1 माइनस 2 अनि माइनस 3 गर्दाखेरि हामीसँग 3 आयो एउटा 1 आयो, किनकि हामीसँग कोफिसिएन्ट छैन 3 र 1 नै हाम्रो मिल्छ भने चाहिँ हामीले के गर्न पाउँछौँ भन्दाखेरि x स्क्वायर बाई y स्क्वायर माइनस, अब हामीले के लेख्न पायौँ भन्दाखेरि 3 माइनस 1 लेख्न पायौँ। यो त एज इट इजै छ xy डट y/x
माइनस 3y स्क्वायर बाई एक्स स्क्वायर हुन्छ यो एक्स स्क्वायर बाई वाई स्क्वायर माइनस प्लस माइनस 3xy डट y बाई एक्स यो 3 ले यो दुईटालाई मल्टिप्लाई गर्दा माइनस माइनस प्लस यो 1 ले मल्टिप्लाई गर्दाखेरि x बाई y डट y बाई एक्स माइनस 3y स्क्वायर बाई एक्स स्क्वायर यो हामीले एज इट इज राख्यौँ यसलाई पनि हामीले यहाँ एज इट इज राख्यौँ र यसलाई अब यो दुईटाबाट कमन तान्नियो यो दुईटाबाट कमन तान्दाखेरि हामीसँग के आउँछ x र y छ यहाँ नि x र y छ भने चाहिँ x बाई y कमन आयो आइसक्यो अब यहाँ के बाँकी रह्यो x बाई y बाँकी रह्यो माइनस यो 3 अनि यो x y त गइसक्यो अब के बाँकी रह्यो y बाई x त्यसै गरी प्लस यो y x छ यहाँ नि y x हुन्छ y बाई x कमन आयो y बाई x अब के बाँकी रह्यो यहाँ x बाई y बाँकी रह्यो माइनस 3 यहाँ y बाँकी रह्यो तल x बाँकी रह्यो भनेपछि यो र यो सेम छ भनेपछि x बाई y माइनस 3y बाई x अनि हामीसँग के हुन्थ्यो x बाई y प्लस y बाई x यो र यो रिमाइन्डर अर रिमेनिङ हाम्रो यसरी बाँकी रहने भयो जेमा त्यो चाहिँ हामीसँग हो के नम्बर 2 ब्रैकेट x प्लस y को होल स्क्वायर प्लस 9 ब्रैकेट x प्लस y प्लस 7 हामीले यसो हेर्दाखेरि फर्मुलामा जान्छ जस्तो लाग्छ यो अब हामीले यसलाई बेटर चाहिँ लेट गरेर गर्दाखेरि राम्रो लेट x प्लस y b यसलाई चाहिँ x प्लस y लाई a मान्दिउँ भने चाहिँ अब के लेख्न पाइयो 2 x प्लस y भनेको a भइहाल्यो अनि यो स्क्वायर प्लस 9 अनि x प्लस y भनेको a प्लस 7 हैन अनि अब हामीसँग तीनटा टर्म छ भने चाहिँ 2 त्यसपछि प्लस 9 अनि प्लस 7 गर्दाखेरि हामीसँग 1 आयो एउटा 7/2 आयो अनि चाहिँ 2 ले काट्दाखेरि 2 गरेर यो 7 आयो अगाडिको 2 1 छ भने चाहिँ 2 आयो अनि चाहिँ 2a स्क्वायर प्लस 7 र 2 आयो 9 निकाल्नु छ हामीलाई 7 प्लस 2 अनि a भयो प्लस 7 2a स्क्वायर प्लस 7a प्लस 2a प्लस 7 दुईटामा हामीसँग के आउने भयो a कमन आयो के बाँकी रह्यो 2a प्लस 7 दुईटामा प्लस 1 कमन आयो 2a प्लस 7 भनेपछि के हुने भयो हामीसँग 2a प्लस 7 बाँकी रहने भयो यहाँनेरि a प्लस 1 अब हामीले त भ्यालु रिप्लेस गर्नु पर्यो भनेपछि a को भ्यालु त हामीले के गर्नु पर्यो पुटिङ a is equals to x plus y हैन भनेपछि हामीसँग 2 अनि x plus y अनि प्लस 7 यो एउटामा आयो प्लस मल्टिप्लाई अब a भनेको हामीसँग x plus y छ भने चाहिँ x plus y अनि प्लस को प्लस 1 भनेपछि के हुने भयो 2 into x 2x 2 into y 2y प्लस 7 र x plus y plus 1 हामीले यसरी सल्भ गर्न सक्यौं यसमा चाहिँ लेट गरेर त्यसैगरी हामीसँग एल नम्बर छ एल नम्बर पनि सेम छ हामीसँग 3 ब्रैकेट x plus y x minus y को होल स्क्वायर माइनस 10 ब्रैकेट x minus y भ्यालु प्लस 8 लेट x minus y be a 3a स्क्वायर माइनस 10a प्लस 8 x minus y मा a राख्दिनु भयो भनेपछि अब 3a स्क्वायर भनेपछि हामीसँग 3 अनि माइनस 10 अनि प्लस 8 गर्दाखेरि 2 आयो एउटा 4/3 एउटा 4/3 अर्को 2 भनेपछि हामीले अगाडिको कोएफिसिएन्टले मल्टिप्लाई गर्छौं 3 3 काट्यो 4 आयो 3 2 6 एउटा 6 एउटा 4 आउने भयो भनेपछि 3a स्क्वायर हामीलाई त 10 चाहियो भनेपछि 6 प्लस 4 भएर प्लस 8 3a स्क्वायर माइनस 6a प्लस माइनस माइनस 4 into a 4a प्लस 8 3 र 6 मा 3 कमन आयो a स्क्वायर र a मा a कमन आयो 3a स्क्वायर a कमन आएपछि a बाँकी रह्यो माइनस 3 2 6 अनि a आइसक्यो माइनस 4 र 8 मा 4 कमन अनि a बाँकी रह्यो माइनस प्लस माइनस आउने भयो हामीलाई त प्लस चाहियो भने चाहिँ माइनस 4 2 8 अनि चाहिँ a minus 2 अनि 3a minus 4
अब हामीले a को भ्यालु चाहिँ राख्नु पर्यो x - y चाहिँ अब राख्दाखेरि कति हुने x - y -2 को -2 जस्तै यहाँनिर के छ 3 अनि ब्र्याकेट x - y त्यो चाहिँ -4 भनेपछि अब ब्र्याकेट खोल्नु पर्यो x - y -2 अब 3x minus कति हुने भयो 3y - 4 अब हामीले पुटिङ रिप्लेसिङ भन्ने हुन्छ पुटिङ a = कति राख्ने भयौँ x - y राख्यौँ भनेर लेख्नु पनि भइहाल्यो दिस इज आवर एन्सर क्वेसन नम्बर 2 चाहिँ हामीले यसरी सल्भ गर्यौँ अब कुनै नम्बर छ भने क्वेसन नम्बर 3 चाहिँ नेक्स्ट पार्टमा सल्भ गर्छौँ हस् थ्याङ्क यू